पर्दैन, म हिँड्दैछु हिँड्दा जप्नु हुँदैन भन्नु पनि पर्दैन। जतिखेर हामीले सहज हुन्छ त्यतिखेर भन्दा पनि हिँड्दै हिँड्दै भन्दा पनि हुन्छ। सुत्ने बेलामा पनि हामीले के गर्ने, तिनी भगवान्को राम्रो प्रकारको नाम भन्दै भन्दै सुत्यौँ भने त्यहाँ हामीले नराम्रो प्रकारका कुनै स्वप्न पनि देख्नु पर्दैन। अन्त्यमा मलाई गुरुजी एउटा जहीँ पनि जाँदाखेरि गुरुजी के भन्नुहुन्छ भने, गुरुजीले भनेको उक्ति मैले यहाँ उदाहरण दिएँ। अरू बेला हामीलाई साह्रै भएछ भने पनि भ्याउँदै भ्याइएन छ भने जे गरे पनि सुत्न चाहिँ सुतिन्छ है। जति हतारै भए पनि सुत्न चाहिँ सुतिँदो रहेछ। जब सुत्न बिस्तारामा पुगेका बेलामा भगवान्को नाम चाहिँ मात्र 2 खेप मात्रै लिएर सुतिदिँदा पनि कल्याण हुन्छ अरे। यो चाहिँ गुरुजीले भन्नुभएको है। गुरुजीको आज्ञा हामीले पालन गर्नुपर्छ। सुत्ने बेलामा बिस्तारामा टक्क अब सिरानीमा टाउको पर्ने बेलामा हामीले के भने, श्री राम जय जय राम, अथवा जे हुन्छ हामीले राम राम भन्न आउँछ कि, कृष्ण कृष्ण भन्न आउँछ कि, विष्णु विष्णु भन्न आउँछ कि, अथवा आफ्ना आराध्य देवतालाई कुनलाई माग्ने गरेको छ तिनी कुनै न कुनै देवताको नाम जप स्मरण गर्दै गर्दै धेरै बेर भनिन हुन्छ। तपाईँको निन्द्रा बिगार्ने गरी होइन, मात्र 2 खेप श्री राम जय राम, श्री कृष्ण कृष्ण भन्दै भन्दै, अथवा जे सजिलो लाग्छ तपाईँलाई त्यति भनेर टक्क तपाईँले सिरानीमा टाउको राखेर सुत्नुभयो भने तपाईँलाई स्वप्न पनि राम्रो प्रकारका देख्नुहुन्छ। राम्रो स्वप्न देखिन्छ। कति राम्रा सजल उपाय बताउनु भएको छ गुरुजीले। यो कुरा पनि यहाँ पस्किएँ हजुरहरूमाथि। हजुरहरूले पनि यो नीति बिसाउनु होला। घरमा गएर हामीले दिनभरि के काम गऱ्यौँ, कसो गऱ्यौँ, भगवान्लाई सम्झिन भ्याइएन भने पनि बेलुकाको समय, सुत्ने समय सबैलाई प्राप्त हुन्छ यो समयतिर। त्यतिखेर चाहिँ हामी सुत्दाखेरि यो कुराहरू नबिर्सिदिनु होला। हामीले पुराण सुनेको एउटा यो प्रसाद स्वरूप बेलुका भए पनि मन्त्र जप्नु पर्दो रहेछ। भगवान् ब्रह्मतारक महामन्त्रलाई जप्नु पर्दो रहेछ। यो गुरुबाले दिएको प्रेरणा मान्य पण्डित श्री बद्रेश्वरले कतिवटा उहाँ त यो लोकलाई छोडेर धराधामलाई छोडेर जानुभयो उहाँका, तर उहाँका कीर्ति, उहाँले दिएका जुन आशीर्वाद ती हामीले बिर्सिनुहुन्न। एउटा टन्टलापुर जङ्गललाई फाँडेर सम्म मैदान पारेका ठाउँमा हामीले सलल गाडी कुदा जस्तै बाटो बनाइदिएको छ गुरुबाले। यो बाटोलाई हामीले फेरि जङ्गल हुन दिनु हुँदैन। त्यसलाई अगाडि बढाएर लिएर गयौँ भने हामीले दिएका गुरुबालाई पनि बडा आनन्द हुन्छ। गुरुबाका पछाडि हामीले गर्नुपर्ने यी बाटोलाई अपनाउनुपर्छ। त्यस्तो मान्छे संसारमा फेरि अरू भेटिएला कि नभेटिएला, पाइएला कि नपाइएला। एउटा यो मणिपुरलाई मात्रै होइन, सारा ठाउँलाई एक छत्र भएर ढाकिदिएर यो मणिपुरको त कस्तो राम्रो व्यवस्था बनाइदिएका माननीय गुरुबा। अहिले त हामीले अब भेट्न सकिनौँ, पाउँदैनौँ। जसले उहाँसँग बसेर फाइदा लिन सक्यो त्यो मान्छे भाग्यको पात्र भयो अहिले त। किन अब सोध्नुपर्ने ठाउँ त्यही थियो। त्यो ठाउँबाट फुत्किसकेपछि हामीले जसले शरणमा परेर उहाँका साथमा सोधौँ। त्यति अलिअलि के जानिएला, तर गुरुबाको जस्तो क्षमता कोहीसँग छैन। त्यो प्रेरणा पनि हामीले कहिले बिर्सिनु हुँदैन भन्दै अब हामीहरू त्यो गुरुबाको स्मरण गर्दै हामीले भगवान्का पनि चिन्तन गर्दै सुत्ने बेलामा पनि भगवान्को नाम जप्ने यो कुराहरू गर्ने यो एउटा गुरुबाको प्रेरणा, गुरुजीहरूको आज्ञा मैले यहाँ बस्थेँ। र यहाँ जब कालियाको दमन गरिसकेपछि भगवान् यी बालबालहरू सबै त्यहीँ बस्नुभएको थियो। त्यतिखेर राति त्यहीँ बसेका बेलामा एउटा आग लागि भयो। यो आग लागि भएको नाम के भएछ भने, ताम्रात्रे तत्र राजेन्द्र श्रोत्रिड्यम चमकरसिता पुरुषवर्जो गताम गाव कालिन्द्यम उपकुपत। त्यही ठाउँमा सबै आराम गर्नुभएको थियो। रातो रात त्यहाँबाट कहाँबाट डढेलो आयो यस्तो डढेलो लागेर आयो, आगो दन 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 दन्केको छ। यी बालबालहरू सबै डराए। कृष्णलाई भन्छ, कृष्ण कहाँबाट आग लाग्यो, अब हामीलाई बचाऊ 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 भनेर यी बालबालहरूले। त्यतिखेर नन्द बाबा पनि माता यशोदा पनि के हुनुहुन्थ्यो, नन्द बाबा पनि हुनुहुन्थ्यो, बलरामजी पनि हुनुहुन्थ्यो। र भगवान्ले त्यतिखेर के गरिदिनु, कस्तो इसारा गर्नुभयो भने बालबाललाई भगवान्को प्रार्थना गर्नुपर्छ। आँखा चिम्लेर सबैले प्रार्थना गर, हामी सबैले प्रार्थना गरौँ भनेर सबैलाई प्रार्थना गर्न लाउनु भयो। आँखा चिम्लेर भगवान्ले स्वयं त्यो आगालाई के गर्नुभयो, त्यो दावाग्नि बल्दै गरेको आगालाई सट्ट आफ्ना मुखमा लिएर निलिदिनु भयो आँखा। यसरी ती बालबालहरूलाई भगवान्ले दावाग्नि जस्तो डढेको चिजबाट पनि भगवान्ले बचाउनु भयो। यो कुराहरू हामीले सुन्यौँ। अब जाँदै गर्दा एउटा कस्तो भयो भने, भगवान्को जहिले यात्रा गाई बाछा चराउन जाने, बाछा चराउन जाँदाखेरि धेरै दैत्यहरू त्यहाँ आएका थिए। यी दैत्यलाई पनि भगवान्ले मारिदिनु भयो। एउटा कस्तो आएछ दैत्य भने, प्रलम्बासुर गरेको एउटा असुर आएछ।
कंसले पठाएका उनी भगवान कृष्णका मामा जहिले जहिले कृष्णलाई मार्नका लागि यस्ता असुरहरू कति पठाउनु भयो, त्यो दुनियाँ प्रकारका दुःख दिने जन्तुहरू पठाउनु भयो। भगवानले यो असुरलाई थाहा पाउनुभयो असुर आयो भनेर। यो असुरको पनि भगवानले के गरिदिनु भयो, उद्धार गरिदिनु रहेछ। जो राक्षस जाति भगवानले तिनीहरूको सबैको उद्धार गरिदिनु। ती यस्ता राक्षसले दुःख दिँदै आएकालाई भगवानको स्पर्श पाएका तिनीहरूले परम गतिमा प्राप्तता गर्छन्। नराम्रो सोच आएर गएकालाई पनि उद्धार गरिदिनुहुन्छ। भगवानले त जति नराम्रो सम्झे पनि झुक्केर हरिसाएर डाहा गरेर जे गरेर पनि भगवानको कुराहरू गर्छ। भगवानका शरणमा पर्नेलाई भगवानले त कहिले छोड्नु हुँदो रहेनछ। यसरी यो प्रलम्बासुर गरेको नाम दानहरूलाई पनि के गरिदिनु भयो, उद्धार गरिदिनु भयो। भगवानले यहाँ 2 खेप दावाग्निलाई आगालाई निल्दिनु भएको छ। फेरि अर्को पालि कसरी गर्नुभएछ भने यी गोपहरू गाई चराउन गइरहेका थिए, त्यतिखेर दिउँसै आगो लागेछ। त्यतिखेर पनि भगवानले के गरिदिनु भयो, ती गोपहरूलाई बचाउनु भएको छ। यहाँ जसरी भगवानले माता यशोदालाई 2 खेप ब्रह्माण्डको दर्शन दिनुभएको थियो, भगवानले गोपरी यी गोपहरूलाई ग्वालबालहरूलाई दावाग्निबाट भनेको बल्दै गरेको डडेलाबाट 2 खेप यहाँ उद्धार गरिदिनु भयो, उनीहरूलाई बचाउनु भएको छ। यसरी धेरै प्रकारका भगवानले यी कुराहरू गरिदिनु भयो। जसरी वर्षाका बेलामा पानी झरी परेका बेलामा भगवानले उनीहरूका लागि पनि जस्तो प्रकारको सुविधा हुन्छ त्यो सुविधा गर्दै 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 जानुभयो। यी जब यसरी यस्ता प्रकारका कर्म गर्दै गर्दै जाने भएका भगवानले कति राम्रा अरू कुराहरू गरिदिनु भयो। यी कुराहरू हामीलाई कस्तो छ भने भगवानले एक दिन त्यहाँ ग्वालबालहरूलाई यी जब जहाँ भगवान बस्नुहुन्थ्यो त्यो ठाउँका यी गोपिनीलाई कस्तो लागेछ भने एक समयमा पानी पर्न छोडेको रहेछ। त्यहाँ पानी परेन, केही गर्दा पानी परेन। पानी नपरेपछि त्यहाँको गाईले खाने घाँस पनि उम्रेन, पानी बाछाले खाने पानी भएन, गाईले पानी खाने पाएनन्, मान्छेलाई पानी पिउने केही भएन। बडा दुःख भयो, बडा तकलिफ भयो। तकलिफ भएपछि ब्रह्माजीले सँग बिन्ती गर्दाखेरि अब त्यहाँका गोपहरूलाई पनि यो भान आएछ कि भगवानको पूजा भएन भने पानी पर्दैन, पानी रोकिएको छ भनेपछि हामीको त यहाँ के छ भने त्यही नन्द बाबा वृन्दावनमा एउटा कात्यायनी माताको मन्दिर छ। यी कात्यायनी माताको पूजा गर्नुपर्ने, तर यो कात्यायनी माताको पूजा नभएको धेरै भएको रहेछ। जसरी कात्यायनी माताको पूजा नभएपछि के हुन्छ, त्यो सधैँभरि पूजा गर्दै गर्दैका देवी देवतालाई छोडियो भने यहाँका देवी देवता रुष्ट हुँदा रहेछन्, रिसाउँदा रहेछन्। उनीहरूले जति दिनुपर्ने फलहरू दिँदा रहेनछन्, वरदान दिँदा रहेनछन्। यहाँ त्यो कामहरू हराएको रहेछ। यो काम हराएकाले गर्दाखेरि यहाँ के गर्ने त भने गोपिनीहरूले अब यो पूजा गर्न कसले जान्दछ त भन्दा नन्द बाबासँग सोधिन्छ। नन्द बाबाले कसले जान्दछ भनेर कसैले थाहा पाएन। यी गोपिनीका यी जति गोपिनीहरू थिए यी सबै देवताहरू हुने थिए, अन्यथा नसम्झिनु लाग्यो। यी गोपिनीका पनि छोरीहरू जन्मेका रहेछ। यिनीहरूका छोरीहरू पनि बढ्दै बढ्दै गएका रहेछ। बढ्दै गए, भगवान कृष्ण पनि बढ्दै बढ्दै जानुभयो। आफ्नो जीवन अलिक ठुलो हुँदै गर्दाखेरि अब यी गोपिनीलाई कस्तो लागेको छ भने यी कृष्णको व्यवहार अलिकति उटपटाङ जस्तो थियो। उटपटाङ जस्तो भएकाले गर्दा यी गोपिनीहरूले आफ्ना छोरीहरूलाई अब कहीँ बाहिर निक्लिन ओर्न नदिने बन्दोबस्त गरेको छ। यो कृष्णको त के विश्वास हो, यो त बडा उटपटाङ छ भनेर आफ्ना छोरीहरूलाई घरभित्रै राख्ने योजना गरेको रहेछ। भगवानको एउटा यो लीला पनि रहेछ। अब यो कात्यायनी माताको पूजा गर्नका लागि के गर्ने त भगवान रिसाउनु भएछ भनेर बिन्ती गर्दाखेरि कात्यायनी माताको पूजा गर्ने नियम त कृष्णदेखि बाहेक अरूलाई थाहा छैन, उसैलाई सोध्नुपर्छ भने गई नन्द बाबाले आफ्ना छोरा कृष्णलाई सोध्नुभयो। अरू त्यहाँ गोपहरू पनि थिए। सबैले भन्दाखेरि कात्यायनी माताको पूजा गर्नका लागि त रात्रिका समयमा यमुनामा गएर स्नान गर्नुपर्छ, उज्यालो नभइकन। कमसेकम 2-2:30 बजी 3 बजीको समयमा उज्यालो नभइकन गएर के गर्नुपर्छ, त्यहाँ नदीमा स्नान गरेर कात्यायनी माताको मन्दिरमा गएर पूजा गर्नुपर्छ भन्ने जब बताइदिनु हो। यो पूजा चाहिँ कसले गर्नुपर्छ त भन्दा कात्यायनी माताको पूजा त कुमारी कन्याले पूजा गर्नुपर्छ भनिदिनु भयो भगवानले। कुमारी विवाह नगरेकी कुमारीले गरेछ भने माता साह्रै छिटो खुसी हुनुहुन्छ। भनेपछि अब यो गर्ने त को छ त, कुमारीहरू त तिनी अब सुनेर राखेका आफ्नै छोरीहरू छन्। अब छोरीलाई लाउनु पर्यो। अब यो त पुरै थाहा भयो।
भगवान्ले पनि यही कुराहरू बताइदिनु हो, कन्याकुमारीले पूजा गर्नुपर्छ। भनेपछि अब यसको विधान, त्यो पूजा गर्ने कसले जान्दछ त्यसको विधान भन्दा पूजा गर्ने विधान जान्ने पनि भगवान्देखि बाहेक अर्को कोही रहेछ, भगवान् कृष्णजी। अब आफूले त भनिसके छोरीलाई बचाउनलाई विचार गर्नुभएको, तर यो कुरा भएन। अब अकाल हुने भयो, अकाल मृत्यु हुने भयो, मान्छेलाई केही उब्जनी भएपछि अब जे होस् कात्यायनी माताको पूजा चाहिँ गर्नै पर्यो। हाम्रा छोरीहरूलाई कात्यायनी माताको पूजा गर्नका लागि अब लगाउनु त भनेर राति अब छोरी चेलेर राति हुँदी सधैँभरि कति बेर गर्नुपर्छ भने 1 महिनाको पूजा गर्नुपर्दो रहेछ कात्यायनी माताको। 1 महिनाको पूजा गर्दाखेरि सधैँभरि ड्युटी गरेर त्यो पूजाहरू नभइकन नुहाउन लिएर जानु अनि पूजा गर्न पुर्याउने, तर सबै गोपिनीको त सम्भव भएन। सम्भव नहुँदा यो कसले गर्न सक्छ त भन्दा यो गर्न सक्ने पनि कृष्ण मात्रै हो। जे गर्न सक्ने कृष्ण मात्रै भएपछि कृष्णलाई नै भनेछन्, कृष्ण तिमीले नै अब यी कात्यायनी माताको पूजा गर्ने विधि तिमीले जानेको छ, यसका पूजा गर्ने पद्धति पनि तिमीसँग छ भने तिमीले सबै कर्म गरौ भनेर जिम्मा लगाएको भगवान् कृष्णलाई। अब यी गोपिनीका छोरीहरू चाहिँ एउटा उनीहरूलाई बिहानै नदीमा लिएर जाने, स्नान गराउने, आफू चाहिँ अलिक टाढै बस्नु हुँदो रहेछ, किनकि त्यहाँ गोपिनीहरूले नुहाएको ठाउँमा जानु हुँदो रहेछ। परैबाट